नमस्ते, वेलकम टु माई अनदर ब्लग। आजको हाम्रो यात्राको सुरुवात चाहिँ अफिसबाट हुँदैछ। हामी आज बनारस र अयोध्याको टुरमा जाँदैछौँ। पवन हामी छौँ 13-14 जना। अब यात्रा हाम्रो सुरु हुँदैछ। अहिले चाहिँ लगभग बेलुकाको 6:45 बजिसकेको छ। सबैलाई भेला गरेर हिँड्दा गरेर ढिलो हुँदै गयो। हाम्रो चाहिँ यही ट्रेन हो, सीमाञ्चल एक्सप्रेस जोगबनीबाट। त्यसले भोलि हामीलाई बिहान लगेर 9 बजी डिडियु छोड्छ। आउनुहोस्, भिडियोलाई यहाँबाट सुरु गरौँ। ल, हामी चाहिँ हिँड्नलाई अब लगभग रेडी छ। हाम्रो गाडी यहाँ पछाडि छ। यो गाडीले चाहिँ लगेर हामीलाई जोगबनी छोड्छ। त्यहाँबाट हाम्रो ट्रेन चाहिँ लेट भइसकेको छ। प्रियाले गर्दा 7 यहीँ बजिसकेको छ। आज ट्रेन नछुट्ला छिटो पुऱ्याउनु पर्छ। तैँलाई उडाउनु भन्नुपर्छ गाडी। हामी चाहिँ यहाँ जोगबनी आइपुगेको छौँ। जोगबनी यो स्टेसन हाम्रो। यो ट्रेन, यो डब्बा M1मा 6 जनाको एक ठाउँ सिट छ, 7 जनाको एक ठाउँ सिट छ। अहिले चाहिँ भनेको 8:06 गयो। अब ठ्याक्कै 44 मिनट टाइम बाँकी छ हाम्रो यो ट्रेन यहाँबाट हिँड्नको लागि। यो ट्रेन चाहिँ सीमाञ्चल एक्सप्रेस सुपरफास्ट 12487 नम्बर ट्रेन हो। यो ट्रेन चाहिँ यहाँबाट बेलुका 8:50मा निक्लेर यसले भोलि बिहान 9 बजी हामीलाई पण्डित दीनदयाल जङ्सन लगेर छोड्छ। यो ट्रेन चाहिँ खासमा दिल्ली आनन्द विहार स्टेसन जाने ट्रेन हो। हामी चाहिँ पण्डित दीनदयालमा गएर उत्रिन्छौँ ठ्याक्कै 12 घन्टा पछाडि। अब त्यहाँदेखि उता चाहिँ बनारस जान अरू 20-25 किलोमिटर जानुपर्छ। म लगभग यो भिडियोमा सबै इन्फर्मेसनहरू दिँदैछु। यसको बनारससम्मको भाडा लगभग अराउन्ड नेपाली 2000 को आसपास पर्छ थर्ड एसीको लागि। अनि स्लिपरमा त अझै सस्तो हुन्छ, एसीमा चाहिँ अलिकति महँगो, सेकेन्ड एसी अझै महँगो हुन्छ। त्यो छ होइन। त्यो हुँदा अब हाम्रो जर्नी यहाँबाट सुरु हुँदैछ। हामी जम्मा 13 जना छौँ। 13 जना हामी यहाँबाट पण्डित दीनदयाल जङ्सनको लागि जाँदैछौँ। अब हाम्रो ट्रेन ठ्याक्कै 8:50 जाँदाखेरि जोगबनी स्टेसनबाट बाहिर निक्लिँदैछ। हामी सबै एकै ठाउँ यहाँ बसिरहेको छौँ। गाइजहरूलाई मेरो भ्लगमा स्वागत छ। क्यामेरा 4 हुन्छ अरे। तिम्रोबाट यतिको भिडियो आएछ नि मलाई भन्नु। हामी चाहिँ अहिले कटिहार आइपुगेको छौँ। अहिले ठ्याक्कै 11 बजेको छ। यो ट्रेनले ठ्याक्कै 10 मिनट लेट ल्याइपुगेको छ कटिहार। यसको 10:50 को टाइमिङमा कटिहार आइपुग्ने। अहिले चाहिँ 11 बजिसकेको छ। पवन र म यहाँ बाहिर निक्लेर भिडियो बनाउँदैछु। पवन पनि आफ्नो भ्लग बनाउँदैछ। हामी आएको ट्रेन यही हो, सीमाञ्चल एक्सप्रेस। हाम्रो डब्बा यो M1, यो डब्बा हो हाम्रो। हाम्रो यात्रा रमाइलो भइरहेको छ। यसो यहाँ पानी सानी के छ यसो लिएर भित्र छिर्छौँ। हामी चाहिँ कटिहारबाट अगाडि बढिसकेको छौँ। सबैजना सुतिसकेको छ। केटाहरू पनि यतासम्म सुत्यो, अरू त अब ग्रुपहरू पनि सुतिसक्यो। म पनि अब सुत्ने तर्काहरूमा चाहिँ निद्रा लागेको जस्तो भइरहेछ। ट्रेन चाहिँ अलिअलि लेटै छ, लगभग 10-15 मिनट लेट छ। अहिले चाहिँ रातिको 11:30 बजिसकेको छ। अब सुत्ने हो, आँखा पोल्न थालिसकेको छ। गुड नाइट, बिहान बाँकी कुरा। यो चाहिँ पण्डित दीनदयाल जङ्सन आइपुगेर ट्रेनबाट उत्रिसकेको छौँ। अब हामी यहाँबाट अटोमा बनाएर जान्छौँ। अटोवाला भाइ साहब हामीलाई लिन आइसकेको छ। अब हामी यहाँबाट बनारसको लागि जाँदैछौँ। हामी चाहिँ स्टेसनबाट बाहिर आएर यहाँ चिया र पान बन्दैछ। हाम्रो चिया खाइसक्यो। चिया पनि दामी पाउँछ यहाँनिर। यहाँ पान बन्दैछ। अब पान खाने हो। त्यसरी हामी यहाँबाटै लाग्ने हो। सबै हामी यहीँ छौँ। पान रेडी भइसकेको छ। यो मिठा, यो जर्दा, यो चाहिँ बनारसी जर्दा स्पेसल। यहाँ सुक्मेल हालेर दामी पान बन्दैछ। यहाँलाई सुक्मेल फुटाएर हालेर बनारस आएर रुममा फ्रेस भएर अब खाना खान जाँदैछौँ। हाम्रो डे 1 आज बनारसमा। रुम चेक इन गऱ्यौँ। नुहाइधुवाइ गऱ्यो, रेडी भयो। ब्रोहरू पनि पछाडि आउँदैछ। गाइजहरू सबैजना हामी अब यहाँ खाना खानको लागि जाँदैछौँ। यहाँ एकदम खाना भनेको छ। फेरि यहाँ एउटा कुरा चाहिँ ग्यास सर्टेज भएर खाना जापाती पाइरहेको रहेन रहेछ। त्यस्तै छ। राम्रो टाइममा घुम्न आइएको जस्तो भइरहेछ। त्यो त म यो भिडियोलाई यहीँ गर्छु। हस् त, बाइ बाइ।